माई न्यू ब्लग हैन। आज चाहिँ म साँझ ब्लग स्टार्ट गरिरहेको छु हैन। आज म चाहिँ घोडा ल्याउन आएको छु। म घोडा चाहिँ आज थर्गाउँ लग्नेवाला छु, सोचिरहेको छु हैन। थर्गाउँ लग्छु आज एक्लै। ओके गाइज, घोडा चाहिँ ऊ भेटाइसकेको छु, ऊ तल छ त्यहाँ। जुम गर्छु ल। घोडा चाहिँ त्यहीँ बसिसक्यो हैन, त्यहीँ छ। त्यो घोडालाई आज म थर्गाउँ लग्नेवाला छु के। थर्गाउँ एक्लै लग्नेवाला छु। त्यहाँ फेरि रोडको लागि लास्ट विवाद भइरहेछ नि त। रोडको लागि त्यो विवाद चलिरहेछ कि चलेको छैन, रोड कहाँसम्म खन्या होइन त्यो पनि हेर्नेवाला छु। म गाउँमै जानेवाला छु। ओके, घोडा चाहिँ छोड्न दिन्छ कि नै भन्ने हो कि। एक्लै छु म आज चाहिँ। हिजो चाहिँ काले भाइ थियो, आज चाहिँ म एक्लै छु। लास्ट जलपुवा छ क्या आजभोलि त, छोड्नै दिँदैन भने खै किन हो होइन। मोटिए जस्तो छ क्या, लास्ट मोटो छ फेरि, पनि कुद्छ। यहाँ छ अर्को कसको घोडा हो, यहाँ छ यो घोडा। मेरो एक्लै छ फेरि, म देख्दै बित्तिकै भागिसक्यो फेरि। साइको छ क्या। आज थर्काउँ लगेर ल्याएपछि थाहा पाउँछ त्यसले, बल्ल चिन्छ जस्तो छ त्यसले, नत्र चिन्दैन मलाई त। ओके गाइस, त्यहाँ गएर घोडा छोपेपछि म भेट्छु ल। A few moments later. आफ्नै पारामा छोड्न दियो भने यसले, म त हिजो दिन्थेन, आज छोड्न दिएँ आज घोडा। आज म बुद्धि पारामा राख्नेवाला छु होइन। थर्गाउँ ओके। पछाडि मोटो छ घोडा चाहिँ फेरि, दाना खान्छ नि त हिँडिरहेको दिनमा, त्यही भएर नि मोटो छ। ओके, म एकछिन अब चढ्छु ल। ओके, म चढिसकेँ। ए माथि गएपछि भेट्छु ल। अनि गाइज अब म चाहिँ होइन, माथि जाने बाटो चाहिँ घर जाने हो। म यहाँ तलबाट लग्छु हल्का। स्पिड त लग्दैन, भिडियो गर्न मिल्दैन क्या, मोबाइल हल्लिन्छ होइन। बिस्तारै बिस्तारै लग्छु थर्गाउँसम्म होइन। यहाँबाट उता लग्छु क्या। माथि चाहिँ घर जाने बाटो हो, तलबाट घर देखिन्छ फेरि। म बिस्तारै लग्छु होइन। बढी कुदाउँदिनँ ल नि, म बिस्तारै लग्छु बिस्तारै। स्पिड हान्न त हान्छु, यहाँबाट तल खस्यो नि गयो फेरि। लास्टै उराल छ क्या गाइज, यहाँबाट खस्यो नि त गयो तल फेरि। ओके, हाम्रो गाउँ देखिन्छ यहाँबाट फेरि। माथि छ हाम्रो गाउँ, म यहाँ तल छु होइन। यहाँबाट उता लग्छु गाइज। यो ओह्रालो नि लगिदिन्छु फेरि म त। डेन्जर मान्छे, डेन्जर। फाइनली गाइज म चाहिँ यहाँ ल्याएको छु होइन। यो गराउन्डमा कुदाएँ नि त कुदाएँ होइन, तर भिडियो गर्ने मान्छे भएन क्या यहाँनिर, कुरो त्यो भयो। तर म कसरी भिडियो गर्ने सोचिरहेको छु क्या। ओके गाइज, भिडियो चाहिँ गर्नु पऱ्यो। यहाँबाट उता चाहिँ थर्गाउँ कुदाउनु त बहुत कुदाएँ, स्पिड कुदाएँ। अब बिस्तारै लग्छु ल। ओके, बिस्तारै हिँड ल, हान्दैन म। घोडाले टेर्ला जस्तो लागेन गाइज होइन। बिस्तारै बिस्तारै लग्छु म, लग्न त होइन। त कुद्छ क्या, बहुत कुद्छ भने टेर्दैन, कसरी भिडियो बनाउने नि। म गाइस थर्गाउँ डाँडा गएपछि भेट्छु ल त्यसो भने। ओके थर्गाउँ यहाँ छ, यहाँ छु, एक्लै छु। घोडाले टेरेर क्या रोड चाहिँ यहाँसम्म खने रहेछ, माथिसम्म उताबाट खन्यो। रोटे रोड जानेवाला छु। रोटे रोड त बाटै छैन होला।
रोड बाटो छैन होला होइन टिर्दैन क्या यसले त्यही गलत छ साग पनि बोट काट्यो क्या ओके लाइन बढ्यो अब होइन बिस्तारै लग्छु बोट कुद्छ क्या यो मादर हट लास्टै कुदिन्छ डर लाग्दैन गाइस कहाँबाट यस्तो गाह्रो छ कि ल माथिबाट लास्टै गाह्रो छ क्या कुदाउनु सक्दैन म सक्छु मोबाइल समाउनु पर्दैन त्यही भएर माथि 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 हट कुद्यो बिस्तारै हिँड्नु हुँदैन बाबु म यसलाई अब बिस्तारै लग्छु ल लास्ट कुद्यो क्या पनि औडा काटी छैन थर्काउनु पनि गयो होइन जानेवाला भिडियो बनाउनै पाएन कि बाटो कन्ट्रोलै हुँदैन एक्लै होइन उकालो राख्ने हो घर पनि यहाँ नजिक हो क्या यहाँ र थर्काउँ 5 मिनट पनि लाग्दैन माथि घर छ होइन हाम्रो उकालो हिँड्न सक्दैन फेरि त्यो सालो मात्रै हो उकालो हालो त्यस्तो छ यसको 150 मात्रै कुद्छ हट बच्चाहरू पनि छ स्टार्ट बिस्तारै लाग्छ ल चाल बिहान्छ बिस्तारै बिस्तारै हट हट उकालो त फेरि म बाल भन्दैन नि फेरि सत्य हो होइन घरको त लग्यो घोडै राम्रोसँग कुदेन क्या एक्लै छ भाग्छ अनि हट उकालो त हिँड्दैन है फेरि हो 150 भने कुद्छ फेरि अघि त्यहाँ तल कुदाएको भिडियो गर्न पाएन क्या मोबाइल समात्ने मान्छे भएन त्यही टेन्सन भएन थर्काउँछ देखेँ म थर्काउ गाउँमा चाहिँ गएन गाउँमा गएर कुनै दिन गाउँमा नि जान्छु होइन त्यही हो ए घोडा यहाँ छ मजा आइरह तर चढ्न चागो भने काट्यो चढ्न चाहिँ मजा आइरह हामीमा चाहिँ घर पुग्न लाग्छौँ ए हाम्रो घर होइन यहाँ कमाले घर हो पुग्न लाग्छौँ के यस्तो बाटोपछि छ बिस्तारै लग्नुपर्छ कि गाउँमा अहिले कुदायो भने मार्छ फेरि गाउँ उता नि घोडा आइरहेको छ घोडो एक्सिडेन्ट हुन्छ जस्तो है घोडा हुँदैन होला ओके घोडा एक्सिडेन्टहरू बाह्र छ अनि ऊ मेरो फ्यान छ है गाइस फेरि बुझ्यो किन हामी अब घर पुग्न लाग्छौँ कि म बिस्तारै लग्छु चाकाटीको चाक ए पुग्न लाग्छौँ घर के हगान्स ए धारा छ यहाँ हगान्स आराम तू चढ्नु जाने त घोडो लिँदैन घोडा छ यहाँ मार्छ जस्तो मार्छ यसले त ए देखिन मेरो उसले थियो हान्छ यसले त दिन्छ किक 100% दिन्छ यसले किक त्यही भएर बिस्तारै ल थाकिँदा पनि थाकिएन मार्छ मार्छ
तास खेलिरहेको छ नि तास बेरोजगारीहरू तास खेलिरहेको यो घोडीले मार्छ क्या 100% मार्छ यहाँ चाहिँ हाम्रो घर अब पुगिहाल्यौँ ओके बिस्तारै 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 मलपुरी ल्याऊ क्या ल गाइस घर पुग्यो फाइनल्ली घर पुग्यो ओके लाइट छोडिदिनु पर्छ रुक अब जान्छ यहाँ गइसक्यो काम गइसक्यो होइन आजलाई यति नै गरौँ बाई बाई गाइस लाइक शेयर सब्सक्राइब गरौँ बाई बाई